यो जुनीमा ट्रेकिङ गरिएला जस्तो छैन फेरि lots of struggle. Hello. Wait, टुकमै रहेछ नि वेट अनि छुटिनु पर्छ नि त नि हेलो 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 एन्जल हेलो फाइनली अब हाम्रो ट्रेक स्टार्ट भयो अफिसियली वाला हैन अघिदेखि पेन मात्रै भइरा थियो सो यहाँ हामीलाई चाहिँ हामी कहाँदेखि आएको हामी हरिचोकबाट यहाँ सरिपाखा आउनलाई चाहिँ के रे बस पनि आउँदो रहेछ तर बसमा चाहिँ धेरै तल त्यो गाछोकसम्ममा चाहिँ है त्यतिमा चाहिँ छोड्ने रहेछ तर माथिसम्म आउँदाखेरि चाहिँ जस्तै 7 जनाको ग्रुप भयो भने चाहिँ 3500 पर पर्सन 500 अनि होइन चाहिँ जिपको पुरै 35 चाहिँ हामीले पे गर्नुपर्ने रहेछ हैन अनि त्यो भयो भने पर पर्सन 500 पर्ने रहेछ तर हाम्रो चाहिँ 3 जना मात्रै भएर अलिकति बढी पेमेन्ट गर्यो So yeah, wow, यार हिले खर्का ए यो रहेछ नि त यहाँबाट माथि यहाँको चाहिँ मैले यो वाला चाहिँ भिडियो खुब हेरेको थिएँ यो हिले खर्काबाट माथि गर्नेवाला चाहिँ यहाँबाट माथि जाने रहेछ नि त ए यहाँसम्म आउँथ्यो होइन जिप तर त्यो बाटो नबन्ने रहेछ होइन ए ए ए ओके सरिपाखा गाउँमा हार्दिक स्वागत छ अरे धन्यवाद कस्तो राम्रो भ्यू यार कस्तो राम्रो यार बाँधिदिन्छु बाँधेपछि खस्दैन अहिले अलिक माथि पुगेपछि तिनै जनाको एउटा सेट म हेर्दिन्छु पछाडी ल छ म हामी एड गरौँ है नयाँ त्यहाँ उमा खाने ठाउँमा सम्भव टिप्स है ल अनि एकअर्कालाई स्टोरीमा नि उयो गरौँ स्टोरीमा ट्याग गरिहाल्ने ओके राम्रो फोटो खिचेर फोटो त खिच्ने धेरै फोटो खिच्ने हैन तर बिस्तारै हाल्ने क्या अरूलाई पनि लाइक गर्नलाई टाइम दिने नट लाइक एकछिनमै म त्यही गर्छु क्या म घुम्न जान्छु हैन घुमिरहेको कति पछि बल्ल हाल्छु फोटो खिच्ने अनि एउटा दिनमा एउटा दुईटा हाल्ने नि त किन अरूलाई पनि प्रेसर दिनु हैन फेरि यस्तो के एकैचोटि बुटुङ हाल्यो है अनि मान्छे लाइक गर्ने फुर्सद पनि है पछि हाल्दा सकिन्छ फोटै सकिन्छ मलाई चाहिँ साँच्चै भन्दा है त्यो फोटो पोस्ट गर्दाखेरि अनि त्यो कोहीले लाइक गर्यो अनि त्यो नोटिफिकेसन ओपन गरेर हेर्दा कस्तो हुन्छ नि मेमोरी उयो हुन्छ क्या रिकल हुन्छ क्या मान्छेले ए किन पोस्ट गर्नु घुमे भइहाल्यो नि भन्छ तर त्यो एभ्री टाइम त्यो फोटो त्यस्तो भनेर हुँदैन नि त याद हुन्छ क्या यहाँनिर फोटो भिडियो राम्रो आएन भने ट्रिपै अनसक्सेसफुल हुन्छ आफ्नै कुरा त मलाई नि रिसाएर कम्ती भएर ए मलाई नि कतै गएर आउँदाखेरि फोटो राम्रो भएन है ल रिस उठ्न थाल्छ मलाई अब म्याटर गर्छ नि पुरै त मान्छे माथि डिसअपोइन्टेड चर्च गर्ने ठाउँ छैन नि भाइ त माथि ए हो उसम्म होला हामीले खाने ठाउँसम्म ए ठिक छ त्यो पनि एयरपोर्ट बोर्डमा राख्नु पर्यो है ओके किनेर चाहिँ यति मिठो हुन्न क्या फेरि मैले मामुले त यस्तो मकै किन्ने कि ठुलै नहुनेको यस्तो मकै किने म त के किनेको भने Hey, it is too hard. Not easy, yaar.
9 बजेदेखि हिँड्न स्टार्ट गरेको अनि स्टिल खाना खाएदेखि नै लाइक कन्टिन्युली ट्रेकिङ नट इजी सक्छ जस्तो लागेको थियो होइन तर सक्छ पनि होला लाइक हिजो राति हामी नाइट स्टे मतलब बसमा आयो नि त त्यो डिरेक्सनले गर्दाखेरि पनि अलिकति फिलिङ टायर्ड सो मतलब एक दिन रेस्ट गरेर त्यही हिँड्नुपर्ने रहेछ इट्स इजी फर ट्रेकिङलाई हात खुट्टा जो फर्केको मान्छेहरूले हिँडिरहेछ नि बाटोमा इट इज नट पोसिबल हेरी कस्तो बिजो गरेर हिँड्दैछ नि द्याट्स आवर फ्युचर फर भोलि सो इट इज नट इजी म्यान स्टेसन वेयर इज देउराली and still 3 hours left. बाटोसम्म भयो भने त ठिकै हो जस्तै यस्तो बाटो छ नि त्यो भयो भने त ठिकै हुन्छ होइन त्यो भर्याङ छ क्या त्यो मोस्टली चाहिँ कस्तो गाह्रो हुन्छ नि त्यो भर्याङ भने अहिले त कस्तो इजी फिल आइरहेको छ हिँड्नलाई यो फ्रम देउराली तर हिमाल सबै छेकेको छ देख्दैन सबै ढाका छ हिमाल यहाँबाट बाहिर कुरा गरिरहेको छु मेरो छ तर म कहिलेकाहीँ भनेर आउँछु हेलो हेलो दाइ देउराली भन्दा एक स्टेप माथि तर हिमाल चाहिँ सबै ढाकेर देखाएको छैन तर बिहानै देखिसक्यो त होइन भोलि कति बजी उठेर जान्छ 3 बजे है हुन्छ 4-5 छ ठिक हुन्छ 3 बजे उठेर जाने त्यहाँ माथि बस्ने ठाउँ पनि छ त्यो चिसो हुँदैन माथि 3 बजे गएर कति बजी पुग्छ 2 घन्टा हो तर मलाई चाहिँ 3 घन्टा लाग्छ अन्त बसेर फर्केर आउने हो नि त गोटे खिचेर अन्त आउने सँगसँगै झन् त्यो खाना खाएपछि त है अति धेरै क्या पेट पनि अलिकति पनि पेट घटाएको छैन क्या मतलब त्यो खाना कस्तो के हो मतलब मिठो चाहिँ थियो तर थपेर नि खाऊ नि त थपेर खाएपछि यही खाना त्यो दाइले भनेको थियो नि अघि खाना किन पेटमा बोकेर हिँड्नु भनेको थियो नि त्यो भएर माथि खाएको तर केही फाइदा भएन दाइ तपाईँ खाना तल पेटमा राखेर हिँड्न सक्दैन भनेर माथि खाएको र नि केही फाइदा भएन अझै पेट बढिरहेछ कि यो किन घट्दै नघटेको हाम्रो पेट भन्नु त यो जुनीमा ट्रेकिङ गरिएला जस्तो छैन फेरि वेदर त एकछिनमै चेन्ज भइरहेको थियो अहिले केही देखाएको छैन एकछिनमा फेरि खोल्छ अलरेडी नियर टु खुमाई बट अब चाहिँ अलिकति हिँड्नलाई गाह्रो भए जस्तो वाला फिलिङ आउँदैछ एन्ड वेदर त एक सेकेन्डमा चेन्ज क्या भर्खरै उज्यालो अनि भर्खरै अँध्यारो सो
आज गाह्रो भएको भनेको ब्यागमा धेरै सामान क्यारी गरेर गल्ती गर्यो फर्स्ट ट्रेक हो नि त लङ सो दिस इज द मोस्ट बिगेस्ट मिस्टेक यसले गर्दाखेरि हिँड्न पनि सकिरहेको छैन अनि हार्म पनि गरिरहेछ क्या यस वेदर त केही देखिँदैन फेरि एकछिनमा चाहिँ उज्यालो हुन्छ खुल्छ फेरि यता खोलिसक्यो अलमोस्ट यता खोलिसक्यो फेरि एकछिनमा अँध्यारो हुन्छ 45 ल खुसीको खबर ल 45 मिनट है 45 मिनट ल 45 मिनट तर नेक्स्ट डस्टबिन है फेरि है 45 मिनट पनि धेरै हुन्छ त 4 ल यहाँ त 45 मिनट छ तर नेक्स्ट डस्टबिन हुन सक्छ खुबै नै हुन सक्छ आफै हेर खुमै नै भनेको छ 45 ए ओके ए ओके यो पुरै डाँडा ए माथि पुरै 45 मिनट हुन्छ डस्टबिन हो क्या त्यो पनि हो त्यहाँ माथि त अनि होइन थोरै खुल्या छ अब फेरि ढाक्छ अरे आई विल सो यु वेट यहाँ भयो नि अब फेरि ए अब यहाँ ढाक्छ क्या बिस्तारै 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 ढाक्दै जान्छ क्या एकछिनमा फेरि क्लियर हुन्छ यहाँ पनि भ्यू चाहिँ राम्रो आएको रहेछ तर खुल्दैछ तर एकछिनै फेरि बन्द हुन्छ क्या एउटा खुल्ला नि हुन सक्छ प्याक हुन सक्छ क्या फेरि वाउ छ है बादल हेर्नु त बादल वरिपरि बादल एउटा बिचमा चाहिँ यस्तो छ माथि चढ्दैछौँ हामी 30 to 45 altitude and finally look at this view. Oh yes, finally reached there. Oh yes, finally wait is over guys. Look this. Look at this, the view. Finally. Oh my god. Lots of struggle. Oh, भोलि लाइक कसरी फर्किने थाहा छैन हैन फाइनली आयो यस एन्ड लुक एट दिस फाइनली थोरै हिमाल देखियो हिमाल लुक एट दिस गाय So finally the view is here. Look at this. I'm here finally. Oh my god. Love the view yaar. यो चाहिँ बेलुकाको भ्यू हो तर सनसेट चाहिँ कति हिमाल थोरै देखाएको थियो हैन तर हिमाल अघि यता फेरि भ्यू देखिन थाले यता साइडबाट पनि म देखाउँछु वेट यसबाट यहाँनिर हिमाल थोरै देखाएको थियो हैन तर भोलि मर्निङ चाहिँ देख्छ होला आजलाई सायद यति नै हुन्छ होला सो फाइनली डन फर दिस टुडे Hey, look here. घुमाइ जानु एककोट जानु
आँखा झिमिक यतातिर तलतिर गायब हुने रहेछ त यो त बाटोको रिक्स अघि यताबाट गएको थिएँ दिदी उयो बाटो छ नि लेफ्ट ए त्यहाँ गएको त्यहाँ बाटो थिएँ रहेछ रहेछ दिदी त्यहाँ हो कि अलिक माथि बाटो खोइ अलिक माथि हो यहाँ त बाटो छैन भ्यू त त्यसो राति यस्तोमा आएको है आँखा झिमिक तलतिर गायब गायब हुन्छ नि त यो त त्यस्तो भयो भने त तल त अनि यताबाट गुल्टियो भने त समात्न नि मिल्दैन अनि सिधै तलतिर पुग्ने रहेछ त होइन